यहाँ चाहिँ हाम्रो गणेश प्रभास सोनाम गणेशजीले यता चाहिँ मासु पकाउँदै हुनुहुन्छ। यी मसला तलको देखाइदिउँ त। यो चाहिँ स्पेसल के मसला हो यो तलको त्यो यहाँ छ यस्तो यो चाहिँ टमाटर पेस्ट, यो चाहिँ अदुवा पेस्ट, यो लसुन पेस्ट, यो चाहिँ जिरा धनियाँको पेस्ट हो। अनि यता चाहिँ मासु लगभग मासु चाहिँ 8 केजी छ हाम्रो ब्रोइलरको मासु। हाम्रो जानकी परियार हुनुहुन्छ, उहाँ सोनामबाट परियार भइसक्नु भएको। यता लक्ष्मी परियारजी हुनुहुन्छ। ल सबैले किन तपाईँ किन तपाईँको बुवा अग्लो हुनुहुन्छ, दाई अग्लो हुनुहुन्छ, भाइ अग्लो हुनुहुन्छ भन्नुहुन्थ्यो नि, यसको आज सबै ल हेर्नुहोस् भिडियो। यी हाम्री आमा, त्यही भएर म चाहिँ होचो भएको हो। जसले पनि भन्छ नि मलाई भाइ पनि अग्लै छ, दाई पनि अग्लै छ, बुवा पनि अग्लो हुनुहुन्छ, तपाईँ किन होचो भन्ने क्वेसन आउँछ। यसको चाहिँ ज्वलन्त उदाहरण हाम्रो आमा यहाँ हुनुहुन्छ। र अर्को यता पछाडि हाम्रो भाले छ। यो भाले चाहिँ बिक्रीमा छ है। अनि के छ तपाईँको यो कुक सम्बन्धी कतिको उ छ अनुभव छ? लसुनको पेस्ट हो, अदुवा माथि आकाशमा यस्तो छ हेर्नुहोस्, बादल बादल बादल, यो छ बादल। यस यस यो चाहिँ अब लोकल हो। यसलाई चाहिँ ल खानिदिउँ गणेश सर। यसलाई चाहिँ घुटुक्क हो। यस धेरै खानु लाग्छ, अहिले खाना बनाउँदैछु। उता ल यो के हो? अदुवा पेस्ट यसलाई बेसरी होइन? सुरुमा चाहिँ अब हाम्रो मन पनि यताउता भागिरहनु भएको छ। अब दाउरा हाल्ने अब बेलादेखि त्यस्तो टेन्सन नमान्नुहोस्, हाम्रो आउनुभएको छ नि। ल यता चाहिँ यता हाम्रो अम्कला परियार अम्कला झेमाजी आउनु भएको छ। उहाँ चाहिँ आफ्नो सपरिवार सहित आइरहनु भएको छ। अलि रातो हुँदै थियो। भइहाल्छ त। यो के हो? यो चाहिँ जिरा अनि धनियाँ अलरेडी अरू धेरै मसलाहरू मिक्स मसला पेस्ट नापाइ है होइन अझै राख। नवीन के परियार वा। यो चाहिँ हाम्रो ग्रेभी टाइपको मासु बनाउने हो। के हो पड्केको? के हो पड्केको? दाउरा ए हाम्रो लक्ष्मीजी यता हुनुहुन्छ है। लक्ष्मीजी ल यो ल नुन हो न? नुन हो, नमक हो के? होइन हामीले नेपालमा यो नमक पनि बिग्रेको। ल मासु ल हैट यता आइरहेछ यार। घाम पनि हान्नेमै आएको छ के? ए यस्तो नजिक गएर सर लक्ष्मी तँ त पछि सर लक्ष्मी यता हेर्ने बेसार अरे त्यही के हिन्दी हल्दी धनिया पाउडर जस्तो लाग्छ। होइन मसला सबै जिरा धनिया लौंग सुक्ने सुपारी सब। लक्ष्मी यसको रस खाम। यहाँ हेर्नुहोस् यहाँ आगो बाल्न नसकेर हैरान छ हाम्रो लक्ष्मीजी लाग्नु भएको छ। जयन्ती गणेश ओमकला छेमा यो अनि कुरा छ क्या रुन्चे घर बाटे मुत्ते भयो भने मुखमा धुवा जान्छ अरे। इटु सुने होला नि ओले अरु हुन्छ त लाग्छ। टमाटर टमाटर पेस्ट बाबुको टेस्ट टमाटर पेस्ट राम्रो। उताटिको खाने पानी यता मासु पैसा लिन आइरहने भएको छ। मलाई छिटो पैसा दिनु क्या त भनेर भन्न पर्यो। हामीले यो 2 शिफ्ट गर्दैछौँ मासुलाई। अब यो चाहिँ अलिकति मासु धेरै भएर रस चाहिँ अलि तल राख्नु फेरि राखा भुइँमा राखेपछि तातो छ नि त। जस्तो छ पुग्छ होइन अब होइन ठिक छ एकछिन। यो पानीमा रुजाएर अब हाम्रो यो तयारी भइसकेको छ। यसलाई अनि कटरका गेडा
के अरे सिधा राख्नु त ल ल हेर्नुहोस् यता हाम्रो जयन्तीजीले चाहिँ यता कटरको यस्तो जयन्ती हो क्या यसको नाम एकदम स्पेसल नाम जयन्ती सोनाम कटर अब कसरी हेर्नु टर्टरमा पार्न एउटा ल्याइ त मलाई यो कटरको यो मासु मासु मार्क नै त गर्नु त्यति दाना गेरा खाए पनि सबै कटर खाएन गेरा चाहिँ लाग्नै मैले भन्दै दाना र त्यो 6 दाना 7 दाना नि ल साथीहरू आज अब हाम्रो गार्बिकजी सोनाम मेरो कान्छो छोरो हो उसको चाहिँ आज भात खुवाई गर्ने कार्यक्रम छ त्यसैले चाहिँ हामीले यतिसम्मको यो तामझाम गर्नु परेको हो अब भात खुवाई गर्ने हो र हामीले पनि भात खाने हो अरूलाई खुवाउने हो हामीले पुलाउ उसलाई भात कुरा त्यही हो यो के हो पुलाउ इन्डियन कुक स्पेसल साथीहरू तपाईँले हेर्न सक्नुहुन्छ यता यो चाहिँ दुबोको माला कसरी बनाउँछन् भन्दाखेरि दुईवटा ट्याक्कै यताउता यिनको चाहिँ बाँध जस्तो बनाएर पिल्लर हालेर यसमा चाहिँ मजाले एउटा धागोको सहायताले नै पुरै बन्ने रहेछ यो कार्यका लागि हाम्रो भाउजू जोडिरहनु भएको छ गान्धीजी चाहिँ नातिलाई चाहिँ टिका टालो गर्दै हुन्छु नाति हेरेको हेरै छ फेरि देउताले पनि रक्षा गरून् प्रमुख अतिथिको हातबाट टिका ग्रहण गर्दै सानो फुट चाहिँ पहिलोचोटि बुवाको हातबाट खाना खाँदै चाहिँ पहिलोचोटि खाँदैछ नि खाऊ हो खाऊ हो ल पहिलोचोटि ल अब अनि पहिलो ढोका नै होइन त्यो सभा अध्यक्षजीबाट पनि हाम्रै आमाबाट टिका ग्रहण गर्दैछ नाति केटोले आमाको तपाईँ बुवा तपाईँको टाउकोले झ्याउ गऱ्यो कि उपसभाध्यक्ष अब यसपछि पोलिट ब्युरो सदस्य आउँछ होइन है होइन पोलिट ब्युरो सदस्य कस्तो यार आउनु पर्ने हुन्छ नि यार बाबुलाई नि लगाइदिनु सँगै ल उत्तर प्रगति गर्दै जानु यहाँले हुनु लुगा जस्तो नबन्नु सबैलाई झगडा पार्ने रुको जरा सबर करो लुगा जस्तो नबन्नु सबैलाई झगडा पार्ने समझ रहे हो टेबुललाई ढोकेर आएको ताइलाई त्यसको मुखभित्र बानेकै भएन क्या यता नपताइनु निकालो बाहिर प्लास्टिकैसँग दियो यो भिडियोले पनि गर्नु तेरो मात्रै आएको छैन पालो अब यसपछि पालो गऱ्यो बाँगर किन त गर्नु पाएन नि भयो तेरोबाट गरेँ मैले अब युज गरेँ